नमस्ते, वेलकम ब्याक टु माई च्यानल गाइज। आज चाहिँ म बिहानै 4 बजी उठेर होइन टक्क रेडी भइसकेको छु। किन रेडी भयो भन्दाखेरि चाहिँ आज शनिबार परेको छ नि, त्यही भएर छुट्टी भयो मिलाइकन चाहिँ हल्का हल्का रमाइलो गर्नु पऱ्यो, जिम्नास्टिक प्र्याक्टिस गर्नु पऱ्यो भनेर होइन। म बिहानै 4 बजी उठेर चाहिँ मैले 1 घन्टा स्टडी हानेको अनि एक बोतल कफी सकिसकेँ मैले। अनि कफी चाहिँ लास्टै खान्छु म। अनि अब एकछिनमा म हिँड्ने छु यहाँदेखि अनि सपनालाई भेटेर अनि हामी सँगै जान्छौँ। हेलो गाइज, गुड मर्निङ। तपाईँहरू सन्चै हुनुहुन्छ भने सन्चै छु। आज हामी फेरि जाँदैछु ट्रेनिङ गर्न। भ्लगमा स्वागत छ भन्न ल गाइज। हामी होइन अब सपनालाई भेटिसक्यौँ। अब हामी उतै भेट्नेछौँ कबडलमा। अहिले चाहिँ हामी पुगिसकेको छौँ कबडल। सपना चाहिँ अगाडि गइसकेको छ, के गर्दैछ खै, अल्छी सुतेको छ। अल्छी हेर गाइज, सुतेको छ यो एकदम फटा नम्बर 1 अल्छी। हेर न निन्द्रामै छ। आज चाहिँ मैले ट्राइपोड लिएर आएको छु। अस्ति चाहिँ बिर्सेको थिएन। आज चाहिँ ट्राइपोड लिएर यसो दामी दामी भिडियो बनाउला भनेर आएको। अब पागल चाहिँ हेर न त्यसको नाटकहरू। उसको हिजो चाहिँ ब्रेकअप भयो रे, त्यही भएर उसको मुड खराब छ गाइस। हेर बाबू मेरे को माफ कर दो, मैं तुम्हारे बिना नहीं रह सकता बाबू। डिलिट हालिदिन्छु रे होइन। अनि उसको लागि आज जोस जागर केही छैन उसकोमा होइन। के भन्ने अब पागल चाहिँ एक्सर्साइज नगर्ने रे। म एक्लै भए पनि अब ट्रेनिङ गर्छु होइन। That shit can be so addicting. I have some new convictions, I have some new conditions, I have some premonitions that this time things will be different. I wake up now to a morning filled with sun. Hey guys, I got something in my life I really want. I feel like a change has just begun. Look at me now, oh look who I've become. I guess with time you can get what you want. I look back on the things that made me run. They made me who I am. Crazy for all I've done. I feel the rain. It burns like pain alone again. Where are my friends? I need to change things in my brain. That's why we take drugs to गाइज। अहिले चाहिँ म सपनालाई माथि राखेर होइन पुसअप हान्न गइरहेको छु। कति पुसअपसम्म गर्नु सक्छु हेर्नुहोस् तपाईँहरू। यति 30 केजीलाई पनि नोट पनि सकेको मद्दु हो त। चार मात्रै भएन मैले छोड 6 मात्रै। अब त्यत्तिकै नि छ सक्दैनौ तिमी। गाइज आज यो पागल चाहिँ एक्सर्साइज गर्दै ट्रेनिङ गर्दैन होइन। एउटा नि भिडियो सुट भए देख्यो गाइज अहिलेसम्म एउटा पनि भिडियो छैन होइन। त्यसको लागि अब यो चाहिँ गर्दैन, अब म चाहिँ गर्छु। आज यसलाई क्यामेराम्यान बनाइदिन्छु म। एउटा नि भिडियो आएको छ तिम्रो छैन गाइज, एउटा पनि भिडियो देखाएको छैन होइन। यसले आज गरेको छैन, आएर सुतेको सुत्यै छ यो होइन। अब यसले गर्दैन गरोस् नगरौँ मलाई बाल होइन। म चाहिँ आज 360 हान्छु, 360 सिक्छु ल होइन। गाइज 360 हार्न ल ल ल न ऊ होइन। मलाई अल्छी भन्छ तर आफू अल्छीको बोको छ, खालि पनि झुर बोल्छ होइन। अनि अघि के भन्छन् आफू चाहिँ आफ्नो चाहिँ बिगार्न लाग्छ भन्छ मलाई अल्छी। आफू हेर्नु यस्तै सिकाएको छ, यस्तो हालत छ। अनि म चाहिँ यहाँ मलाई चाहिँ आज क्यामराम्यान बनाएर चाहिँ यति इफोर्टको साथ म क्यामराम्यान बनेर उसको भिडियो बनाइदिँदैछु। त्यही पनि मलाई अल्छी भन्छ कि मलाई यसरी हाँस्छ। फेरि यहाँ हेर्नु पारा हेर्नु पारा पारा
एक्चुअली सपोर्ट दिइरहेको छु गाइस ल Dreams that I wanna go attack. Keep on going, keep on moving, never give up. I'll keep going, I can prove just what I'm made of. I got that fire in me, got that desire in me. I'm never tired, I'll be pushing till I'm finally free. I was made to break away from the past. आफू महापागल महापागल रे होइन यसको के भन्छ यसको मुड खराब थियो रे नि होइन यसले मेरो नि मुड खराब गराइदियो क्या आफूले त एउटा नि गरे के भन्छ नि प्र्याक्टिस गरेन होइन न जिम्नास्टिक प्र्याक्टिस गरेन केही गर्यो न फिल्ड प्र्याक्टिस गर्यो अनि मलाई पनि गर्न दिएन घर जाउँ भनेर हतारले होइन हेर न हेर यो अबदेखि त आउँदैन म प्र्याक्टिस गर्न यो सङ्कल अबदेखि त आउँदैन आउनु तिमी एक्लै भन्छन् अरूको ब्यागबाट नसोधे पैसा लगाउनु लाग्छ चोर चोर हेर न गाइज अरूको ब्यागदेखि होइन नसोधे पैसा लगाउनु लाग्छ चोर मान्छे चोर यसलाई बिहान कुरकुरे खानु परेको छ र गाइज होइन खाली पेट कुरकुरे खाइरहेको छ डाइट यसको डाइट हो यो हेर ट्रेनिङ गर्यो अनि बाहिर आएर जङ्क फुड खायो हेर त खाने नि ढङ्ग छैन एक हातले साइकल चलाउँदैछ एक हातले कुरकुरे खाँदैछ हेर हेर न कति भोक लाग्यो होला यसलाई कति भोक लाग्यो होला त के भन्न चाहन्छ तिमी जङ्क फुड नखानेलाई के थाहा चाहिँ म कौडेलदेखि प्र्याक्टिस गरेर आइरहेको थिएँ घर गइरहेको थिएँ अनि यहाँ चाहिँ मेरो भाइहरूले भेटेर ब्याक क्लिप हान्नु फ्रन्ट क्लिप हान्नु भनिरहेको थियो केटाले के गर्ने हान्ने हो कस्तो मनपर्छ तिमीहरूलाई मेरो भ्लग मनपर्छ कि हो र ल म हान्नु चाहिँ भाइहरूको लागि होइन तपाईहरु पनि हेर्नुहोस् Driven by fire, driven by fear, never get tired, no I'm still here. Felt in the cracks, now I'm shifting gears. 10 years into my moments here, waiting my turn, now I'm hot in demand. Slept on a kid, but I had bigger plans. Stayed low key, but I still hit drive. Give me one shot, and I'm coming alive. Next on the left, second taste it. Gunning for the top, no limitations. भाइहरु हैन यो भिडियो चाहिँ ब्लग चाहिँ पछि साझेतिर आउँछ हेर्नु है ल ल ल लाइक शेयर हैन सब्स्क्राइब पनि हान्दिनु गाइज हैन आफ्नो साथीहरुलाई शेयर पनि गर्दिनु है ल ल थ्यांक यू ब्रो बाय बाय यहाँ गाइज हैन अहिले चाहिँ यहाँ एकदम हाम्रो घरमा एकदमै क्लिनिङ भइरहेछ दिदीले हाम्रो के लगाउनु भयो दिदी के हो यति गरौँ त हुनुहुन्छ त हजुर के लगाउनु भयो फेरि यो कालो हुने औषधि हो र आज चाहिँ गाइस शनिबार होइन अब यस्तो अनि घरमा चाहिँ त्यहाँ के भन्छन् माकुराले होइन यस्तो जाला बुनेको छ त्यो चाहिँ आज पाकाउनु पर्ला यस्तो आज घर क्लिनिङ हाल्नु पर्ने जस्तो लाग्यो मलाई चाहिँ यता गाइस घर चाहिँ लास्टै फोहोर भइसकेको रहेछ बल्ल आएर मलाई थाहा भयो होइन दिदी के बनाएको छ नास्तामा दिदी के बनाएको छ केही छैन बनाएको स्याउ रहेछ स्याउ खेल्नु पऱ्यो आज चाहिँ म तपाईँहरूलाई मेरो रुम देखाउँछु मेरो रुमको हालत हेर्नु देखेपछि तपाईँहरू हाँस्नुहुनेछ होइन कस्तो छ भनेपछि ल होइन यो चाहिँ टेबल हो मैले पढ्ने ठाउँ यता कुर्सी छ अनि यो कपडा तपाईँहरू हेर यहाँ दुईवटा बेड छ अनि यो बेड चाहिँ म सुत्ने बेड हो मेरो हालत हेर त तपाईँहरू हाँस्छ होइन खालि आफ्नो बेचेत आफै गरिरहेको छु म यस्तो छ होइन मेरो रुमको हालत अनि यो चाहिँ मेरो डम्बल हो मैले कहिले काहीँ वर्कआउट हान्छु अनि यो चाहिँ टिकटक बनाउनलाई लाइभ बस्नलाई हो कहिले भिडियो बनाउनलाई हो होइन यो कुन्नीको युज पनि गर्दैन यस्तो छ यहाँ हालत पुरै के भन्ने ल हेर कपी किताबहरू पेनहरू जताततै यताउता के छ के छैन योमा यस्तै हो मेरो रुम चाहिँ के गाइज होइन सफा कहिले हुँदैन चिटिक्क मिलेको त कहिले हुँदैन यस्तै हुन्छ तर आज म यसलाई यो रुमलाई चाहिँ चिटिक्क बनाउनेवाला छु होइन कतिसम्म राम्रो बनाउन सक्छु हेर है
अब रुम सफा गरिसकेपछि अनि यस्तो देखिरहेछ गाइज होइन अहिले रुम सफा गरेर अनि हल्का राम्रो देखिरहेछ होइन। आज मैले कति दिनपछि आज सफा गरेको छु होइन, घर पनि सफा गरेको छु अनि अब खाना खान्छु। अनि तपाईँहरूले चाहिँ आज शनिबारको दिन के गर्नुभयो कमेन्ट गर्न सक्नुहुन्छ गाइज। अनि भिडियो कस्तो लाग्यो मन परेमा लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। लभ यु अल गाइज। I'll keep going, I can prove just what I'm made of. I got that fire in me, got that desire in me. I'm never tired, I'll be pushing till I'm finally free. I was made to break away.